ठुलो जङ्गलमा एउटा खरायो बस्थ्यो। त्यहाँ अरू जनावरहरू पनि बस्थे। खरायो र हात्ती मिल्ने साथी थिए। खरायो सोझो थियो। हात्ती अरूको कुरा नबुझ्ने थियो। एक दिन हात्तीको घरमा भोज थियो। हात्तीले खरायोलाई भोज खान बोलायो। खरायो भोज खान गयो। खरायो सानो थियो। ऊ थोरै खाएर नै अगायो, किनकि खरायोलाई थोरै खानाले पुग्थ्यो। यसरी नै समय बित्दै गयो। एक दिन खरायोको घरमा पनि भोज भयो। खरायोले हात्तीलाई भोज खान बोलायो। अरू साथीहरूलाई पनि बोलायो। हात्ती भोज खान छिट्टै नै गयो। खरायोको घर सानो थियो। हात्ती खरायोको घरमा अटेन। खरायोले हात्तीलाई आँगनमा बस्न लगायो। खरायोले हात्तीलाई खाना दियो। हात्तीले खाना थप्दै गयो, किनकि हात्तीले धेरै खान सक्थ्यो। खरायोको खाना सकिँदै गयो। अलिकति मात्र बाँकी भयो। खरायोलाई अप्ठ्यारो पर्यो। हात्तीले खरायोको अप्ठ्यारो बुझेन। उसले फेरि खाना माग्यो। भएको धेरै जसो खाना खायो। बचेको थोरै पनि नाश गरिदियो। हात्ती त्यहाँबाट हिँड्यो। खरायोले तै पनि चिन्ता गर्न छोडेन। अरू साथीहरूलाई के खुवाउने? ऊ अझै दुखी थियो। बिस्तारै अरू साथीहरू सबै आउन थाले। सबै साथीहरूले खरायो दुखी भएको देखे। साथीहरूले खरायो दुखी हुनुको कारण सोधे। खरायोले साथीहरूलाई सबै कुरा बतायो। साथीहरूले चिन्ता नगर्न सल्लाह दिए। सबै मिलेर फेरि खाना बनाए। पहिले भन्दा पनि मिठो मिठो बनाए। मिलेर खाए अनि नाचगान गरे। साँझमा सबैले खरायोलाई धन्यवाद दिए अनि आफ्नो घर फर्किए।